हाम्रो यो कर्णाली प्रदेशको स्याउ चाहिँ यहाँ निजामती किताबखाना पुलचोकमा चाहिँ हरिहर भवनमा आइरहेको छ र यहाँ हाम्रो निजामती किताबखानाका सरहरूले चाहिँ सबैले चाहिँ 160 रुपियाँमा चाहिँ लिइराख्नु भएको छ। खुसी लागेको छ। हाम्रो जुम्ली दाजुभाइहरूले चाहिँ बुढिचौर गाविस कुन बुढिचौर गाउँपालिका वार्ड नम्बर 4 का दाजुभाइहरूले चाहिँ ल्याउनु भएको रहेछ। खुसी लाग्यो एकदम। अर्ग्यानिक स्याउ चाहिँ लैजानुस् भनेर मैले यो भिडियो मार्फत पनि मैले चाहिँ यो अनुरोध गर्दैछु। सबै कर्मचारी दाजुभाइहरूले चाहिँ यहाँ लगिदिनु होला कृपया। भोलि पनि आउँछ होला हैन? भोलि पर्सि चाहिँ सधैँ आउँछ। यहाँ चाहिँ लगेर चाहिँ खाइदिनु होला। र दसैँ पनि आउन लागेको छ। सबै स्याउ लिने हाम्रो कर्मचारी दाजुभाइहरूलाई सरहरूलाई चाहिँ दसैँको पनि शुभकामना भनेर म यही मेरो भिडियो चाहिँ टुङ्ग्याउँछु।